मेरो नाम सोलम लामा हो। अहिले यो साइलुङमा पनि यो छोर्तेन र ब्युटारो नै मैले हेरेर पाल्नु भएको मेन चाहिँ गुरु रिम्पोछे हो, पद्मा सम्भव भन्छ नि, त्यसको फेरि हाम्रो यो स्याप्ची पाइदल नै छ। त्यसले गर्दा अब यो आउनुपर्ने कारण मेन चाहिँ तपाईँहरू के सोध्नुपर्छ भन्दाखेरि यो साइलुङ चाहिँ तर साधारण हेर्दाखेरि हाम्रो यो भूमिमा त्यही देख्छ ठाउँ जसो होइन, त्यो होइन, हाम्रो यो स्वर्ग हो। यो थुम्का माथि यो त्यो ढुङ्गाहरू देखियो, तर यो चाहिँ देउदा हो, यो छोर्तेन स्तूप हो। त्यो लागि आउनु भन्दाखेरि यो संसारमा हामी एक फेर जन्मेपछि मर्नुपर्छ। अनि मर्दाखेरि के भन्ने लानुपर्छ त भन्दाखेरि हामीसँग जाने चाहिँ दुईवटा माथि हो, यो पुण्य त त्यहाँ धर्म त अधर्ममाथि। त्यो चाहिँ त्यसको लागि यो आउँदाखेरि धर्मको लागि आउने हो, पुण्य कमाउनको लागि। पुण्य कमाएपछि के हुन्छ त भन्दाखेरि अहिलेको हाम्रो यो शरीरको पावर सबै शुद्ध भएर चाहिँ राम्रो ठाउँमा जन्म ल्याउन ठाउँ सक्छ। त्यो लागि चाहिँ यो आउनुपर्ने एउटा स्वर्गमा शान्ति आउन सके त धेरै राम्रो कुरा हो, होइन। अब धेरै शान्ति आउन नसके भने यो हाम्रो तीर्थ हुन्छ, यो तिथि यो टिबेटियनको चाहिँ धवातङ्गु छुटुल। अस्ति भर्खर यो महिना चाहिँ साका धवा घुम्नु त जतिखेर घुम्ने राम्रै हो, तर त्यतिमा चाहिँ अलिकति शक्ति बनाऊ कि हामीले फाइदा त्यतिखेर चाहिँ फाइदा पाउँछ। यहाँ अलिक तलको एउटा मेन एउटा चाहिँ हाम्रो यहाँ हिन्दूको पनि मान्छ, बुद्धिस्टको पनि मान्छ, एउटा केप छ है, गुफा छ, एउटा महादेव गुफा भन्छ यो तलतिर। त्यो महादेव गुफा चाहिँ घुम्दाखेरि के हुन्छ भने त्यसमा हाम्रो यो 12 वर्ष भने चाहिँ 12 वर्षमा चाहिँ गदाहरू फाल्ने भने चाहिँ त्यो छ। त्यहाँदेखि अलिक यतापट्टि हाम्रो एउटा छ, त्यहाँ पनि एउटा महादेवको थान पनि छ। अनि जुरुडुङ्गा भनेको चाहिँ के हो भन्दाखेरि हाम्रो मनको इच्छाहरू सबै जुड्नेको एउटा ठाउँ छ, त्यसले जुरुडुङ्गा। त्यहाँदेखि अलिक माथि आउँदाखेरि औतारीको त्यो पाइदल पनि त्यहाँ छ। अनि फेरि बाघले खोसेको एउटा ढुङ्गा छ त्यहाँ। अनि त्यहाँदेखि अलिक माथि आउँदाखेरि एउटा के अरे पहिला यो हाम्रो सातोहरू बसेको यो कुटी छ, त्यसको छेउमै सक्कले नाक यो, अनि यो ढुङ्गामै यो सक्कले साप छ, त्यहाँनिर दर्शन गर्ने ठाउँ छ। अनि त्यहाँदेखि अलि माथि आउँदाखेरि अब यो टुप्पा भयो, यहाँ टुप्पा पनि यहाँ यो देवी थान छ यहाँ। अनि यसको पनि अलि माथि तल गए जाँदाखेरि यो पौडी सानो पौडी छ, त्यसको ठाउँमा 3वटा देउता ढुङ्गा छ। त्यो हामी साधारण बाहिर हेर्दाखेरि ढुङ्गा हो, त्यो गाई ढुङ्गा भन्छ, अनि फेरि गङ्गाटा ढुङ्गा भन्छ, अनि के अरे बाघ ढुङ्गा भन्छ। तर त्यो धर्मको भित्र चाहिँ हेर्दाखेरि त्यो साधारण ढुङ्गा होइन, माथिको बाघ ढुङ्गा चाहिँ छाना दुर्जे भनेर यो देउदा छ, यो वज्रपानी भन्ने देउदा हो त्यो। अनि बिचको चाहिँ गङ्गाटा ढुङ्गा छ, त्यो चाहिँ हेर्दाखेरि बाहिर ढुङ्गा, भित्र देउदा हो। के ढुङ्गा के देउदा हो, मञ्जुश्रीको देउदा हो त्यो चाहिँ। अनि तलपट्टि गाई ढुङ्गा भन्ने चाहिँ एउटा छ, त्यो त अवलोकितेश्वर चेरिजी हो। त्यहाँ तीर्थ यस्तो तीर्थ छ हामीले नबुझेर चाहिँ त्यहाँ छेउमा आयो, धेरै चाहिँ त्यो माथि देउदाको माथि चढेर फोटो खिचेर जान्छ। तपाईँले कसले पनि त्यसो नकारिदिनुहोस्। टप भाग यो भूगोलको चाहिँ यसो सर्प माथि हेर्नु सैलुङ पर्छ। अनि अब मैले बारम्बार भन्ने गरेको यसले चाहिँ के गर्छ भन्दाखेरि अफ्रिका हेर्न पर्यो भने अथवा समुद्रको छेउछाउ हेर्न पर्यो भने शीतली छ, एउटा बिच स्टाइलको क्या भन्नको मतलब चाहिँ समुद्री किनार हेर्न पर्यो भने त्यो छ। अब त्यहाँनिर चाहिँ अब गर्मी पनि नसहने जाडो पनि नसहने मान्छेहरूलाई यो भाग एकदम ठिक्क छ। अझ अब यो गर्मीको बेलामा अझ गर्मी छल्न चाहनुहुन्छ भने सैलुङ उपयुक्त छ। अब शीतलदेखि सैलुङसम्म चाहिँ पैदल यात्रा गर्दाखेरि लगभग बिहान सुरु गर्नु भने बेलुका चाहिँ तपाईँ दिउँसो मेलुङ बस्नुहोस्, बिहान शीतलीमा खाना खानुहोस्, दिउँसोको खाजा मेलुङमा खानुहोस्, बेलुकाको खाना र बास चाहिँ सैलुङमा बस्नुहोस् भन्दाखेरि यो पर्यटकीय ट्रेल भन्छ नि एउटा पथ, एउटा चाहिँ मार्ग बनाउनको लागि असाध्यै उपयुक्त देख्दछु यो चाहिँ।